नमस्कार, म मदन केसी। म एक नेपाली। नमस्कार, म मदन केसी। सबै मोजगर दर्शकदेखि लिएर अरू सबै दर्शकलाई मेरो तर्फबाट हार्दिक नमस्कार छ। म चाहिँ नेपालबाट यहाँ आएको भइसक्यो, अबाउट 25 वर्षभन्दा धेरै भइसक्यो। अहिले भर्खर यसमा अहिले चाहिँ म के अरे एउटा रेस्टुरेन्ट पनि भर्खर खोलिरहेको छु र मैले आफ्नो कार्य मैले जारी नै राखिरहेको छु र आउने दिनहरूमा पनि म नेपाली कल्चर, नेपालका जति पनि कल्चरहरू छन् उनीहरूलाई म अगाडि बढाउने कोसिस गर्नेछु। खास मुख्य कारणले आएको चाहिँ होइन, खास घुम्न भनेर आएको, घुम्नु भनेर ल्याएको पनि घुम्नु भनेर ल्याएको हो। म चाहिँ नेपालमा हाम्रो बेस्ट कोरियोग्राफर वसन्तजङ रायमाझी, उहाँले म सानै हुँदाखेरि नै मन पराउनुहुन्थ्यो। उहाँसँग मैले एउटा दुइटा फिल्ममा के अरे डान्स असिस्टेन्ट पनि बन्ने मौका पाएँ र हाम्रो राजेश दादा को चिनजान यता एम्बेसीहरूदेखि यताउता सबैतिर थियो। अनि त्यस्तै हुँदाहुँदै फिल्ममा काम गर्दै चाहिँ उहाँले चाहिँ युगदेखि युगमा काम गर्नुहुन्थ्यो। त्यतिखेर चाहिँ एकजना हल्यान्डको स्क्रिप्ट राइटरसँग भेट भयो। त्यसो उहाँले चाहिँ घुमाउनु ल्याउनु भयो। अब आएँ अनि मन पऱ्यो, म यतै बसेँ। अनि यहाँ आउँदाखेरि धेरै ओपन देखेँ मान्छेहरू ले, जस्तै अब यहाँको कफेमा गाजाहरू बेच्ने, कफेमा बसेर आनन्दले गाजाहरू पिउन सक्ने, अनि जस्तै एकदम मान्छेहरू यति फ्री भयो कि यहाँ अब लिगली रातो झ्यालमा आइनेहरू बस्न सक्ने, यताउता यति फ्री देखेँ। मिस त धेरै नै मिस हुन्थ्यो भर्खर आउँदाखेरि। अब त यहाँ नेपालबाट विदेश जाने जति पनि हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूले फिल महसुस त गरिराख्नु भएको छ। अहिले पनि जो नयाँ नयाँ आउनु भएको छ उहाँले पनि महसुस गरिराख्नु भएको छ। त्यो सबैलाई थाहा भएको कुरा हो। त्यसको लागि म के गर्थेँ भने म डान्स गर्थेँ। मेरो चाहिँ प्यासन नै डान्स हो। त्यस कारण मैले चाहिँ डान्स गरेपछि मैले चाहिँ सबै चिज भुल्थेँ। त्यस कारण त्यसको लागि म एउटै जड के थियो भने म डान्स गर्थेँ। डान्स गर्दाखेरि डान्सले मलाई यति सन्तुष्टि दिन्थ्यो कि म धेरै चिजहरूलाई के अरे भुल्ने क्षमता चाहिँ त्यो डान्सले मलाई दिइराखेको थियो। त्यति बेला मेरो ठुलो साथी भन्ने नै डान्स थियो त्यतिखेर। दुःख त अहिले सोच्यो भने त धेरै दुःख झेल्यो। अब सुरुमा हल्यान्डमा आएपछि अब हाम्रो यहाँ 2-4 जना नेपालीहरू हुनुहुन्थ्यो, धेरै हुनुहुन्थेन। अहिले धेरै हुनुहुन्छ। त्यतिखेर पनि धेरै सजेसन दिन, सहायता गर्ने कोही पनि थिएन। त सबै बाहिरको मान्छेबाट यहाँ चाहिँ के अरे
सहायता मलाई मिलेको हो। एउटा हाम्रो सुरिनामको एकजना के अरे हुनुहुन्थ्यो, उहाँ पनि डान्सकै मान्छे हुनुहुन्छ। उहाँले मलाई बस्नलाई यताउता कोठा खोज्ने यताउता गर्नुभएको, तर पनि बिचबिचमा चाहिँ म कति दिन त म के अरे बाहिर बाटोमा सेन्ट्रल स्टेसनमा पनि सुतेको छु, त्यो त मलाई थाहा छ। तर त्यसपछि चाहिँ बिस्तारै बिस्तारै मेरो जति स्ट्रगल भयो, मैले जति मेहनत गरेको थिएँ, त्यसपछि चाहिँ मैले अगाडि बढ्नलाई चाहिँ मेरो बाटो खुल्यो। स्ट्रगल चाहिँ धेरै नै भयो। पनि रेडियो सुन्ने, भित्रभित्र के अरे कोठाभित्र डान्स गर्ने मान्छे आयो भने त देख्यो भने आमा बुवाभित्र आउँदाखेरि त लाज लाग्थ्यो, चुप्प लाएर बस्ने। तर त्यसलाई बाहिर ल्याउन सकेको थिएन। एक दिन हाम्रो रजरमा ट्याङ्कर भन्ने ठाउँ छ, हामी सानो हुँदाखेरि त्यतिखेर चाहिँ एउटा हाम्रो गाउँलेको बिहा भएको थियो। त्यतिखेर चाहिँ हाम्रो साथीहरू सबै त्यही हुनुहुन्थ्यो। हामी सबैले डान्स गरे अनि म पनि डान्स गरेँ। त्यतिखेर चाहिँ के अरे पानी परेको थियो, हिलो थियो। म चाहिँ पछाडि डान्स गरेँ। अनि त्यो दिन लाज लाग्यो। म त्यो दिन दौडेर घर गएँ। अनि त्यसपछि चाहिँ के अरे त्यसपछि मलाई भित्र यस्तो केही जाग्यो कि मैले यसलाई केही न केही गरेर देखाउँछु भनेर मलाई लाज मर्नु भयो। यसलाई चाहिँ म सच्याउँछु, म यसलाई राम्रो तरिकाले गरेर गर्छु भनेर पछि। अनि त्यसपछि चाहिँ बिस्तारै मैले चाहिँ स्कुलमा पनि डान्स गरेँ, यताउता सबैले मन पराउनु भयो होइन। त्यसपछि चाहिँ मेरो हौसला बढ्दै गयो। अनि त्यसपछि चाहिँ मैले सोचेँ कि म यसलाई केही गर्छु र भित्रभित्र मलाई खुसी बनाउने डान्स भएको हुनाले मैले यसैलाई केही गर्छु भन्ने मेरो इच्छा भएको हुनाले र मेरो भाग्यले र मेरो इच्छाले दुवैले साथ दिएको हुनाले मेरो ख्यालमा म यसमा चाहिँ सक्सेस भएँ। अघि मैले भनिसकेको छु कि धेरै स्ट्रगल गरेँ। त्यसपछि मैले चाहिँ यहाँको डान्स एजेन्सिजहरूमा, युरोपको र हल्यान्डको डान्स एजेन्सीहरूमा मैले अडिसन दिएपछि मलाई सबै डान्स एजेन्सीहरूले मलाई चाहिँ मेरो नाम नोट गरेर मलाई काम दिए। म काम गरेँ 4-5 वर्ष पुरा युरोपभरि काम गरेँ। इबिजासम्म पनि काम गर्न गएको छु। अनि डान्समा 4-5 वर्ष काम गरिसकेपछि 2-3टा वेस्टर्न स्कुल हिपहप, स्ट्रिट डान्स यिनीहरूमा लेसन पनि दिइसकेपछि अनि मैले सोचेँ कि हाम्रै एसिया केही गरौँ, नेपाली नै केही गरौँ भन्ने आयो। त्यसपछि चाहिँ अब नेपाली यहाँ कोही 2-4 जना मात्र हुनुहुन्थ्यो, त्यसले चाहिँ केही चल्ने भएन। त्यस कारण चाहिँ त्यतिखेर पनि हाम्रो बलिउडको चाहिँ क्षमता चाहिँ ठुलै थियो। यहाँ पनि बलिउड मन पराउने धेरै नै थिए। त्यस कारण चाहिँ मैले बलिउड डान्स आफ्नै स्कुल चाहिँ खोलेँ। अनि त्यसपछि अनि राम्रो त्यो पनि गरेँ, अनि वेस्टर्न डान्स पनि गरेँ। अनि मैले जस्तै यहाँ के अरे फ्युजन डान्सहरू पनि कोरियोग्राफी गरेको छु। अनि त्यसपछि ट्याप डान्सदेखि लिएर सब र एसियन र युरोपियन डान्सको गर्दै मैले स्कुललाई इस्टाब्लिस गरेँ र अहिलेसम्म पनि त्यही चलाइरहेको छु। खास नेपाली प्रोग्राममा भन्दा पनि मैले के भन्न चाहन्छु भने अघि भर्खर भने नेपाली प्रोग्राम, नेपाली डान्स मैले यहाँको 3-4वटा फिल्म के अरे टेलिभिजनहरूमा मैले नेपाली डान्स देखाएको पनि छु। यहाँ अहिले पनि कसैले पनि 3-4वटा टिभीहरूमा अहिलेसम्म पनि यहाँको नेसनल टेलिभिजन र कमर्सियल टेलिभिजनहरूमा अहिलेसम्म हाम्रो कुनै पनि नेपाली त्यति काम गर्नुभएको छैन। खोज्नुभयो भने मेरो अझै पनि पाउन सक्नुहुन्छ। जस्तो नेपाली डान्स मैले गरेको छु। मेरो आफ्नो नेपाललाई अगाडि बढाउने काम मैले अहिलेसम्म गरिरहेको छु भित्रभित्र, अरूलाई मुखले नभने पनि। तर जो सवाल छ हाम्रो के अरे नेपाली जस्तो पार्टीहरूमा यताउता, त्यसमा चाहिँ सुरुमा चाहिँ गएकै हो।
अनि त्यसपछि के भयो भने धेरै जस्तो अब यहाँ संस्था खोल्ने अनि संस्थै पार्ट पोलिटिक्स गर्ने उसको पार्टी उतातिर उसको पार्टी उसको के अरे एकजनाको के अरे प्रोग्राम भयो भने अर्कोमा जान मान्छे मान्दैन, अर्को प्रोग्राम भने अर्को जान मान्दैन। त्यस कारण चाहिँ म चाहिँ अलिकति खिन्नता निक्लिएर भित्रभित्र यो के हो हाम्रो आफ्नो नेपालीमा भनेर मेरो आफ्नो भित्रबाट खिन्नता निक्लेको हुनाले चाहिँ म चाहिँ बिचमा हराएकै हो। तर त्यसपछि चाहिँ अहिले चाहिँ म फेरि के सोचेँ भने होइन, यसलाई हामीले सुधार्नुपर्छ, हामी नेपालीहरूले नै सुधार्नुपर्छ भनेर त्यो भावनाले म अब 2-3 वर्ष भइसक्यो फेरि म ब्याक आइरहेको छु। र जति हाम्रो नेपाली आर्टिस्टहरू आउनुहुन्छ उहाँहरूलाई यहाँसम्म ल्याएर निस्वार्थ भावनाले बरु आफ्नै खोल्टीबाट पैसा हालेर भए पनि त्यो प्रोग्राममा बिना पोलिटिक्सको बिना एकदम माइन्ड फ्री गराएर चाहिँ मैले अहिलेसम्म गरिरहेको छु। त्यो चाहिँ अहिले हाम्रो हल्यान्डमा बस्ने जति पनि दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूले त्यो देखिराख्नु भएको छ। त्यहाँ कसैलाई के खाता चढाउने उता होइन, हामीले चाहिँ म चाहिँ खालि प्योर आर्टिस्ट र नेपालीको लागि गर्न चाहन्छु। आफ्नो ठाउँमा सबैले आफ्नो मान्यतामा बसिराखेका हुनुहुन्छ, तर म यो चाहन्छु कि भेला हुँदाखेरि चाहिँ त्यहाँ चाहिँ भेला हुने ठाउँमा चाहिँ त्यहाँ चाहिँ पोलिटिक्स नगरिदिउँ भनेर म चाहिँ सबैलाई हात जोडेर चाहिँ अनुरोध गर्न चाहन्छु। अब चाहिँ म चाहिँ यसलाई अगाडि बढाउँछु। हाम्रो धेरै यङ जेनेरेसनको भाइहरू हुनुहुन्छ, उहाँहरूले पनि अहिले बुझिराख्नु भएको छ के भइरहेको छ होइन। त्यस कारण हामी नेपाली एक हौँ। यो क्यारियरमा मैले अब ठुलो काम भन्दाखेरि चाहिँ त्यही के अरे बलिउडमा चाहिँ आइफा अवार्ड जो प्रत्येक देशमा प्रत्येक वर्ष अरू देशहरूमा हुन्छ। 2005मा यहाँ हुँदाखेरि चाहिँ मैले चाहिँ आइफा अवार्डको वेलकम सो चाहिँ मैले गरेँ। त्यो चाहिँ मेरो लाइफ ठुलै भन्न चाहन्छु। र त्यसपछि चाहिँ अर्को चाहिँ संसारको सबभन्दा ठुलो अर्केस्ट्रा सिम्फोनी अर्केस्ट्राको मैले कोरियोग्राफी गरेको छु 2009मा। त्यो चाहिँ मेरो ठुलो मेरो क्यारियरको ठुलो यादगार काम मलाई लाग्छ। र अरू त टेलिभिजनहरू यहाँ हल्यान्डको टेलिभिजन धेरै टेलिभिजनहरूसँगको आर्टिस्टहरूसँग काम गरेको छु, बसेको छु। र इन्डियाको पनि हाम्रो जमानादेखि यहाँ भएको हुनाले सलमान खानदेखि लिएर सबै जति शाहरुख खान सबै जति आछन् उनीहरूसँग पनि मैले काम गरेको छु। जस्तै लास्टमा हाम्रो यो अरिजित सिंहको जो अहिले आम्स्टरडाममा अरिजित सिंहको भयो 4-5 हजार मान्छे पुरा फुल थियो, उनीहरू त्यो सोको पनि मैले काम गरेँ हो। र यसरी त अहिलेसम्म बिस्तारै काम गरिरहेको छ। अब आउँदैछ अर्को नयाँ अरमान मलिकको अहिले नयाँ गायक छ, अब उसको पनि गर्दैछौँ। अहिले आउने यही नयाँ 2017मा हुँदैछ। र यसरी बिस्तारै सबै गरिरहेका छौँ। र अब भन्दाखेरि हाम्रो एकचोटि चाहिँ त्यो चाहिँ अबाउट 2003-04मा भएको थियो। एउटा ठुलो प्रोग्राम भएको थियो जर्मनमा कलोमा। त्यहाँ चाहिँ एकदम 1 लाख मान्छे थिए। त्यो पनि मलाई ठुलो याद छ। त्यो चाहिँ हाम्रो के अरे वेस्टर्न डान्सको थियो। हाम्रो 21जना ग्रुप थियो संसारका भन्नाले युरोपका सबै देशका डान्सरहरू सिलेक्ट गरिरहेको थियो। म पनि त्यसमा सिलेक्ट भएको थिएँ। त्यो चाहिँ मेरो एउटा यादगारको घडी त्यो पनि हो। अब जस्तै भन्नु पर्यो हाम्रो आफ्नै नेपाली भन्दाखेरि चाहिँ आफ्नै नेपाली प्रोग्राम भन्दाखेरि जस्तै अब तपाईँको
हाम्रो शिव परिवार भयो, हाम्रो नेपालको अहिले एकदम द नम्बर 1, जस्तै नम्बर 1 एउटा दीपक लिम्बूजी हुनुहुन्छ, उहाँहरूको प्रोग्राम पनि मैले गराइदिएको छु। मैले हाम्रो भाइहरू जस्तै मोजगरको भाइहरूदेखि लिएर सबैले हामीले मिलेर यहाँ नेपाली, अब जस्तै भर्खर हाम्रो दिपा र दीपकजी आउनुभयो, उहाँहरूको प्रोग्राम पनि हामीले सबैले मिलेर यहाँ गऱ्यौँ। भन्दाखेरि म चाहिँ अब नेपालीतिर ढल्किरहेको छु, मेरो मन त नेपाली नै हो होइन। अब भन्दाखेरि अब भित्रभित्र नेपालीपनले अब त नेपालभित्रै छिर्नुपर्छ, नेपालै नै गर्नुपर्छ भन्नेलाई मलाई झकझगाइरहेको छ। त्यस कारण पनि अहिले म अघि नै भनिसकेँ, अहिले म धेरै आफ्नोपनमा ल्याइरहेको छु। अब यसलाई चाहिँ अब बिस्तारै बिस्तारै हामी इस्टाब्लिस गर्नुपर्छ भन्ने मेरो चाहिँ चाहना पनि हो, इच्छा पनि हो। यसको कारण के भन्दाखेरि मैले अलिकति त अघि नै भनिसकेको छु, तर आर्टिस्टको रङ हुँदैन, कलर हुँदैन, केही हुँदैन। जहाँ बलिउडमै लागे पनि त मान्छेले त नेपाली हो भनेर बुझ्छ। कसले गर्यो भन्दाखेरि नेपाली हो भन्छ। जस्तै म हल्यान्डमा बसेको छु, हल्यान्डका मान्छेहरू पनि, हल्यान्डमा पनि त फिल्म इन्डस्ट्री छ, टिभीहरू छ, यताउता छ, तर उनीहरू हलिउडमा पनि गएर काम गर्छन्। तर उनीहरूलाई एक्स्ट्रा प्रायोरिटी दिन्छ हल्यान्डको मान्छेहरूले, किनकि तिनीहरूले हल्यान्डको नाम चलाइरहेका छन्। काम गर्ने त जसमा खुबी भएको मान्छे त हल्यान्डको मान्छे हो नि। त्यस्तै मसँग खुबी छ, तर म आफ्नो खुबी आफ्नैमा देखाउन चाहन्छु, आफ्नै नेपालीमा देखाउन चाहन्छु। तर त्यसको प्लेटफर्म मसँग प्लेटफर्म मैले पाइनँ, छैन। अब आफ्नो पेट पनि पाल्नु पऱ्यो, नाम मात्रै कमाएर त कसरी भनेर अब सुत्ने ठाउँ हुनु पऱ्यो, बस्ने ठाउँ हुनु पऱ्यो, त्यसको लागि केही कमाउनु पऱ्यो। कमाउनुको लागि पनि होइन मैले यो बाटो रोजेको के भने पेट पनि पाल्नु पऱ्यो। पेटको साथसाथै मैले आफ्नो नाम बेचिसकेको छैन। म नेपाली हुँ। यहाँ सबैले कसले गरेको भन्दाखेरि नेपालीले गरेको भन्छ। म इन्डियन नाममा गरेको छैन, नेपाली हो भन्ने सबैले थाहा छ। र अहिले म देखिरहेको छु, यो गर्दा गर्दै अहिले यसको साथसाथै मैले यहाँ यो लाइनमा खुट्टा टेकिसकेको छु। मलाई कसरी गर्ने थाहा छ। त्यस कारण अहिले म नेपालीलाई प्रायोरिटी दिएर नेपालीलाई अहिले अगाडि बढाइराखेको छु। यो त बिस्तारै बिस्तारै सबैले थाहा पाउनुहुन्छ। अघि नै भनिसकेँ कि नेपाली फिल्म नेपाली भन्नु त मेरो आफ्नोपन हो। यहाँभित्रबाट त कसैले निकाल्न सक्दैन, म आफैले निकाल्न फाल्न सक्दिनँ। त्यस कारण 2013मा रङभूमिमा मैले डेब्यु पनि गरेँ हो। सबैले हेर्न सक्नुहुन्छ। मुभी नेपाली मुभी रङ भनेर युट्युबमा खोज्नु हो भने तपाईँहरूले सबैले देख्न सक्नुहुनेछ। तपाईँहरूले जो पल पल गाना हेर्नुहोस्, त्यसको चाहिँ सानो समय भए पनि, एकदम सानो समय थियो, त्यतिखेर पनि मैले आफै त्यसमा खेलेर मैले आफैले डाइरेक्सन गरेँ अब त्यो क्लिपको। त्यसमा पनि हेर्न सक्नुहुन्छ। त्यस कारण म भन्न चाहन्छु कि के अरे म नेपालीमा छैन भनेर कसले भन्न सक्छ अहिले भन्दाखेरि मैले धेरै मेरो योगदान अहिले गरिरहेको छु। धेरै बितेको समयमा अलिक छुट्यो भने अहिले त म त्यसलाई त क्याचअप गरिरहेको छु, भित्र आएको छु, गरिरहेको छु। तर कोही दाजुभाइ हुनुहुन्छ, यस्तो के यता अर्को काम यताउता अरू गर्ने, यताउता गर्ने भन्ने पनि मैले कहिलेकाहीँ सुने हुन्छ। तर त्यो चाहिँ त्यसप्रति चाहिँ म जाँदिनँ। कि म यो चाहन्छु कि मैले गरेको छु, मैले गरेरै देखाएको छु भन्ने र गर्ने फरक पर्छ। म भन्ने मान्छे होइन, म गरेर देखाउने मान्छे हो। त्यो भन्ने मान्छेहरूले भन्दा मैले अहिलेसम्म गरेर मैले देखाएको छु। त्यो त तपाईँहरूले मेरो काम देख्नुहुन्छ, सबैले देख्नुहुन्छ होइन। त्यस कारण म के भन्न चाहन्छु भने नेपाली भएर नेपाली नै नगरे पनि इन्टरनेसनली अरू गरेर इन्टरनेसनलमा नाम त नेपालीको आउँछ नि त। त्यसरी पनि त हामीले हेर्न सकिन्छ। त्यो मेरो भनाइ हो। हामीहरू नेपालीहरू नेपालभित्रै सीमित भएर नेपालभित्रको मात्र भित्रभित्र गरेर होइन, हामीले नेपाली हो, नेपालीले इन्टरनेसनल काम गरेको छ भनेर इन्टरनेसनल
काम गरेछ भने नेपालीले नेपाल चिनाएन त त्यहाँ त। त्यस कारण त इन्टरनेसनल थाहा भयो नि नेपालीहरूले धेरै चिज गर्न सक्छ भन्ने थाहा भयो। अनि त्यो पनि हाम्रो खुबी हुनुपर्छ, किनभने त्यो नेपाली भयो हो भनेर गर्व गर्न सक्नुपर्छ। हो हाम्रो नेपालमा तपाईँलाई थाहा छ होइन, त्यत्रो एड गयो यताउता गयो, खै अहिलेसम्म के अरे गरिबले पाएको केही छैन अहिलेसम्म। के अरे हाम्रो पार्टी के अरे नेताहरूको खिचातानीले गर्दाखेरि हाम्रो देशै खतम भएको छ। यत्रो देश यत्रो इन्टरनेसनली यत्रो पैसा जाँदाखेरि पनि उनीहरूले अब अझै पनि म देखिरहेको छु न्युजहरूमा, कहाँ गोदाममा के कुहिएर गएको छ, कहाँ गोदाममा के कुहिएर गएको छ, कहाँ गोदाममा के कुहिएर गएको छ, त्यही भइरहेको छ। अब भन्दाखेरि एउटा आर्टिस्ट धुर्मुसले एउटा आर्टिस्टले त्यत्रो गर्व गरेर त्यत्रो दुःख गरेर आफूले म आफैले गर्छु भनेर जाँदाखेरि त्यो मेरो मन पग्ल्यो। त्यस कारण म चाहे म यति गर्न चाहेँ कि म यहाँ खाना लाउन सबै मसँग छ, मसँग सबै छ होइन भने त्यो त म हेर्दैदेखि मलाई यस्तो आयो कि म दिन्छु। किन नेपालमै बसेर त्यत्रो गरिरहेको छ भने हामी यहाँ बसेर किन नगर्ने भनेर मैले चाहिँ त्यो चाहिँ मेरो मनदेखि नै एकदम राम्रो लागेर मैले चाहिँ धुर्मुस सुन्दरी फाउन्डेसनको लागि अहिले त्यतिखेर मैले दिएको हो। अहिले पनि मेरो फेरि अहिले उहाँहरूले अहिले के अरे धुर्मुस सुन्दरी फाउन्डेसनले अहिले मुसियार बस्ती बनाउँदै हुनुहुन्छ, त्यसमा पनि म यहाँ सबै सँग जस्तो हाम्रो मोजगर हुनुहुन्छ उहाँहरूसँग सबैसँग मिलेर एउटा होइन एउटा केही गरेर त्यसलाई त्यो फाउन्डेसनलाई केही सङ्कलन गर्ने मेरो विचार अहिले जागिरहेको छ। अहिले हामी बुद्ध एकाडेमी खोलेका छौँ, जसमा हाम्रो भित्री मनदेखि चाहिँ जसमा यति हो कि हाम्रो नेपाली भाषादेखि लिएर हाम्रो नेपालको सबै कल्चरहरू त्यहाँ आएर प्र्याक्टिस गर्न सकुन् र भाषा पनि कमसेकम अलिअलि बोल्न सकुन् र यहाँ जन्मेका जति पनि बच्चाहरू छन् मैले देखाएको छु, जति पनि भन्नाले प्रायः जस्तो देखाएको छु उहाँहरूले चाहिँ के अरे नेपाली अलिअलि बुझे पनि बोल्नलाई अप्ठ्यारो हुन्छ। त्यस कारण चाहिँ र हाम्रो नयाँ जेनेरेसनले चाहिँ एक अर्कालाई चिनेको छैन। त्यस कारण चाहिँ हामी नेपालीहरू के छौँ कसौँ भनेर हामीले त्यसलाई जोड्न सक्छौँ भन्ने आधारले पनि यसलाई हामीले खोलेका हौँ यो बुद्ध एकाडेमी। त्यस कारण चाहिँ यहाँ कसैले पनि केही गर्न चाहनुहुन्छ हामीसँग आउनुहोस्। भाषा त अहिले हामी सिकाइरहेका छौँ, डान्स पनि सिकाइरहेका छौँ र हामी नेपालमा जति पनि एक्टिभिटी हुन्छन् नेपालीत्व जनाउने जति पनि एक्टिभिटी हुन्छन् हामी गरिरहेका छौँ। त्यस कारण म सबैलाई भन्न चाहन्छु कि तपाईँहरू आइदिनुहोस्, मेरो कोसिस जारी छ, हामी सबैको कोसिस जारी छ। कहिलेकाहीँ यस्तो सुन्दाखेरि मलाई हाँसै लाग्छ के भन्नु। अब जस्तै ठिक छ गरौँ होइन, तर आर्टिस्टको संस्था हो भने जति डान्सले डान्स गर्छ त्यति नेताले डान्स त गर्दैन, कहिले गरेकै छैन, गरेर देखाउँ होइन। जति नेताले गर्छ त्यति आर्टिस्टले गर्न सक्दैन, नेतागिरी गर्न सक्दैन। आर्टिस्टको प्लेटफर्म आर्टिस्ट हो होइन, आर्टिस्टलाई आर्टिस्ट रहन दिउँ अनि आर्टिस्टको ठाउँलाई आर्टिस्टमै राखिदिउँ। त्यही यस्तो छ कि जता पनि नेतागिरी भएको छ, अब प्लेटफर्म यो खोल्यो, आर्टिस्टको प्लेटफर्म खोल्यो, नेतागिरी भएको छ। सङ्घ संस्थालाई म यही भन्न चाहन्छु कि किन धेरै संस्था जस्तो भनौँ नि, एउटै संस्था सङ्घ संस्था छ एनआरएम, त्यसैमा आबद्ध भएर त्यसैभित्र बसेर काम गरौँ। सबै आफ्नो म सबैको आफ्नो पोलिटिक्स
म सबैलाई चाहिँ मान्यता दिन्छु, कदर गर्छु। तर हामी 2-4 जना नेपालीमा चाहिँ यो यो नेतागिरी यताउता नगरौँ भन्ने मेरो मेरो उद्देश्य पनि हो, भन्न म चाहन्छु पनि। र हाम्रो आर्टिस्टको जो प्लेटफर्म हो त्यो आर्टिस्टलाई नै छोडिदिउँ र त्यसलाई राम्रो तरिकाले लग्नुस् र हामी राम्रो तरिकाले आर्टिस्टहरू अगाडि बढौँ र हामी एकमुष्ट भएर गर्न सक्यो भने चाहिँ हामी केही गर्न सकिन्छ यहीँ पनि। र हामी छुट्टिएर यताउता गरेको छ भने कसैले केही नै गर्न सक्दैन। अब त्यो चाहिँ त्यस कारण म भन्न चाहन्छु, अझै पनि यो भन्न चाहन्छु, पोलिटिक्स आर्टिस्ट फिल्डमा नगरिदिउँ। पोलिटिक्स हाबी भयो भने आर्टिस्टको कदर हुँदैन, आर्टिस्ट त्यति बिलाउँदै जान्छ अनि त्यो संस्था नै पोलिटिक्समा बदलिन्छ। म अरूभन्दा पनि के व्यक्त गर्न चाहन्छु भने हाम्रो जति पनि हेर्ने दर्शक हुनुहुन्छ, मोज गरेका दर्शक हुनुहुन्छ, बाहिरका दर्शक हुनुहुन्छ, तपाईँहरूलाई हामी नेपालीहरू, हाम्रो नेपालका जति पनि महानुभावहरू हुनुहुन्छ, म यति भन्न चाहन्छु कि फ्री फिल गर्नुहोस्, फिल फ्री, र तपाईँ एकदम फ्री हुनुहोस्। तब मात्रै तपाईँले एकदम फ्री नजरले हेर्न सक्नुहुन्छ, साधारण नजरले अरूलाई हेर्न सक्नुहुन्छ। र अनि तपाईँले के साँचो हो, के झुटो हो, के राम्रो हो, के नराम्रो हो, बल्ल त्यसलाई छुट्याउन सक्नुहुन्छ। नत्र यदि कुनै पनि पार्टी या कुनै पनि उसमा आबद्ध हुनुभयो भने तपाईँ एउटै नजरले हेर्नुहुन्छ जसमा तपाईँ आबद्ध हुनुहुन्छ। त्यस कारण म चाहन्छु सबै फ्री फिल गर्नुहोस् अनि हामी र नेपाल र नेपाली त्यस बन्न सक्छौँ अनि नेपाल बनाउन सक्छौँ। सबैलाई मेरो इन्टरभ्यू सुनेको जतिले सुनिराख्नु भएको छ सबैलाई मेरो एकदम नमस्कार छ, त्यसको लागि धन्यवाद दिन चाहन्छु।